अहिलेको अवस्था देखेर केही दुई शब्द बोल्न मन लाग्यो। राजाकै पालोमा जन्मेर राजाले बनाउनु भएको महेन्द्र राजमार्ग हुँदै राजाले बनाउनु भएको त्रिभुवन विमानस्थल हुँदै हाल अहिले कतारमा छु। अहिले म 32 वर्षको भए तर कहिले पनि सुनिन देखिन राजाले प्रजामाथि दबाब दिएको, राजाले प्रजामाथि दमन गरेको। बरु राजा हुँदाको देश छुट्टै थियो। हामी नेपालीहरूको शान थियो, गौरव थियो नेपाली हुनुमा। अहिले जब गणतन्त्र आयो देश एकदम दलालहरूको हातमा गयो। भनिन्छ नि राजा बरु देशको लागि मर्न तयार हुन्छ, तर देशमाथि गद्दार देश बेच्ने काम कहिले गर्दैन। त्यसैले अबको विकल्प भनेको राजा ल्याउँ, देश बचाउँ। किनकि हाम्रो देश नेपाल अब दलालहरूको हातमा जाँदैछ। देशलाई जोगाउनु हामी सबैको कर्तव्य हो, हामी नेपालीहरूको कर्तव्य हो। हामी नेपालीहरू एक हुनु जरुरी छ। जय राजतन्त्र, जय नरेश, जय नेपाल।